हेलो साथीहरू, म जीपी लामा। धेरै साथीहरूले त मलाई चिन्नुहुन्छ। र आजको यो भिडियो चाहिँ स्पेसली मैले भिडियो बनाउनुको कारण चाहिँ नयाँ आउन चाहने साथीहरूको लागि यो भिडियो है। स्पेसली नयाँ आउन चाहने साथीहरूको लागि पनि कोरियामा आएर कम्पनी चेन्ज गर्नेको सन्दर्भमा, कम्पनी चेन्ज गर्न चाहनु हुने साथीहरूको लागि मैले पनि कोरिया आएर सुरुमा चाहिँ फर्स्टमा आउने बित्तिकै मैले 3 महिनाको लगभग झनै 3 महिनाको पिरियडमा मैले कम्पनी चेन्ज गरेको हुँ। 3 महिना पुग्न लागेपछि र 3 महिनाको पिरियडमा कम्पनी चेन्ज गर्दाखेरिको धेरै मैले दुःखहरू पाएको छु। धेरै भनौँ न, अब एउटा आफूले सोचे जस्तो भएन किनकि पहिले दाइहरूले भन्नु त हुन्थ्यो, धेरै दाइहरूले नेपालबाट आउनुभएको सिनियर दाइहरूले भन्नुहुन्थ्यो यति चाँडो कोरियामा आएर कम्पनी चेन्ज गर्नुहुन्न, सबै कुरा बुझ्नुपर्छ, जान्नुपर्छ, अनि मात्रै गर्नुपर्छ भन्नुहुन्थ्यो। तर सुरुमा आउँदाखेरि चाहिँ काम एकदमै जो कोहीलाई पनि तपाईँहरू जो आउनुहुन्छ नेपालमा जतिसुकै दुःख गरेको भए पनि कोरियामा निकै गाह्रो छ। किनकि कोरियामा काम गर्नलाई खेसोक, कोरियन भाषामा खेसोक र नेपालीमा लगातार कन्टिन्यू काम गर्नुपर्ने हुन्छ। जुनसुकै काम भए पनि तपाईँले कन्टिन्यू गर्नुहुन्छ भनेदेखि त्यो काम गर्नलाई गाह्रै छ। हेर्नुहोस् साथीहरू, त्यही भएकोले गर्दा जो कोही तपाईँहरूलाई सुरुमा गाह्रो लाग्छ, त्यसैले गर्दा त्यो समयमा कम्पनी चेन्ज गर्ने मन हुने रहेछ। कम्पनी चेन्ज गरेर राम्रो कम्पनी, योभन्दा सजिलो कम्पनी पाइन्छ कि भन्ने हुँदो रहेछ मन। मलाई पनि त्यस्तै भएर मैले कम्पनी चेन्ज गरेँ। हुन त अलिअलि मेरो चाहिँ काम सजिलो भए पनि अलिक त्यस्तै थियो भनौँ न। अब मान्छेले सबै कुरा सोचे जस्तो नहुने रहेछ कोरियामा चाहिँ। अब मैले चाहिँ कम्पनी चेन्ज गर्नुको कारण चाहिँ मेरो आफ्नै रिजन चाहिँ अब हरेक छ। अब एउटा चाहिँ अब पैसा पनि कमी थियो। सबैभन्दा पहिलो नम्बरमा चाहिँ पैसा कमी थियो। अब शनिबार पनि काम गर्नुपर्ने, पैसा पनि अलिक कमी थियो, सोचे जति थिएन। र त्यसपछि अब अर्को चाहिँ अब अलिकति आफूलाई अनकम्फर्टेबल भएर चाहिँ मैले खास यो कम्पनी चाहिँ मैले सुरुमा चेन्ज गरेँ। तर मैले आज यस भिडियो मार्फत चाहिँ अब नयाँ आउने भाइ बहिनीहरूलाई चाहिँ अब होइन, नयाँ आउने साथीहरूलाई चाहिँ मैले यो भिडियो मार्फत भन्न चाहेको कुरा, जानकारी गराउन चाहेको कुरा चाहिँ के हो भनेदेखि, नयाँ आएर यहाँ कोरियामा आएर चाहिँ काम गाह्रो भयो भनेर, अब त्यहाँको वातावरण असहज भयो भनेर, पैसा कम भयो भनेर लगभग भाषामा राम्रो पर्फेक्ट नहुन्जेलसम्म, भाषामा राम्रो नहुन्जेलसम्म चाहिँ तपाईँहरूले कम्पनी सकेसम्म चेन्ज नगर्नै बेस्ट हुने रहेछ। मैले भोगेको अनुभव हो, पहिलो अनुभव। अनि किनकि भन्न त अब विदेशीलाई भाषा चाहिँदैन भनेर भनेको सुन्छु, तर राम्रा कम्पनीहरू जुन छ नि, राम्रो फिचर बोनसहरू होइन, सबै थोक राम्रो दिने कम्पनीमा चाहिँ भाषै खोज्दो रहेछ क्या साथीहरू, भाषा नै खोज्दो रहेछ। त्यही भएर मैले 2-3वटा कम्पनीहरू राम्रो एकदम राम्रो पाएको थिएँ। महिनाको लगभग भनौँ न 3.5 लाखदेखि 4 लाख जस्तो कमाउन सक्ने एउटा अपर्च्युनिटी भएको त्यस्तो कम्पनी पनि भेटेको थिएँ 2-3वटा। तर भाषाको प्रब्लमले गर्दाखेरि, भाषा चाहिँ एकदमै राम्रो चाहिने रहेछ क्या त्यस्तो कम्पनीहरूमा। त्यो भएकोले गर्दाखेरि अब अहिले जुन सेटल भएको कम्पनीमा पनि ठिकै छ, तर त्यस्तो धेरै कमाइ नभए पनि जे होस् ठिकै छ कमाइ। अब नेपालको सन्दर्भमा त 2-2.5 लाख कमाइ भनेको पनि राम्रै कमाइ हो नेपालको हिसाबले हेर्ने हो भने त होइन। तर पनि अब यहाँ कोरियाको हिसाबमा चाहिँ त्यति राम्रो, ठिक नर्मल मानिदो रहेछ यहाँ चाहिँ। त्यही भएर मैले चाहिँ आफूले भोगेको कुरा चाहिँ, पहिला आएर तपाईँले कम्पनी चेन्ज गर्नु सोच्नुभन्दा नि पहिला आफ्नो भाषालाई राम्रो बनाउनुहोस्। सबैभन्दा पहिला भाषा राम्रो बनाइसकेपछि तपाईँले सोचे जस्तो चाहे जस्तो कम्पनीमा छिर्नु सक्नुहुन्छ। तर भाषाको कारणले गर्दाखेरि तपाईँ भनौँ न नछानिदो रहेछ कि, सेलेक्ट नहुने रहेछ, यहाँ आएर पनि गाह्रो हुने रहेछ। मैले चाहिँ भोगेको कुरा। अनि अर्को दोस्रो नम्बरमा चाहिँ हामीले काम छोडिसकेपछि काममा लाग्ने समय भनेको 3 महिनाको समय हुन्छ। तपाईँहरूले नेपालमा नि अध्ययन गर्नुभयो, यहाँ आएर नि बुझ्नुभयो होला। 3 महिनाको अवधिमा चाहिँ कतिपय साथीहरूले मलाई भन्यो, सुरुमा म्यासेज आउँदाखेरि जुन नोदोङबुबाट आउने म्यासेज हुन्छ, त्यो म्यासेज चाहिँ सुरुमा आएको फर्स्ट महिनामा आएको म्यासेजहरू चाहिँ खासै वास्ता नगर्नु, त्यो अब 3 महिना टाइम हुन्छ भनेर कतिपय साथीहरूले भनेको थियो मलाई। र त्यो कुरालाई चाहिँ वास्तवमा मान्न नहुने रहेछ। तपाईँको चाहे काम छोडेको 1 महिना होस्, चाहे 15 दिन होस्, चाहे हप्ता दिन होस्, तपाईँलाई कम्पनी मन पर्यो, राम्रो लाग्यो भने छिर्ने हो।
तर सुरुमा चाहिँ मैले सुरुमा चाहिँ त्यो कुरा साथीहरू कोही साथीहरूले भन्नुभयो यस्तो मेसेज कति आउँछ पछि 3 महिना टाइम छँदैछ भनेर चाहिँ कतिपय साथीहरूले भन्नुभयो र मैले त्यो कुरालाई सुने भनौँ न सुनेर त्यो मेसेजहरूलाई व्यवस्था गरेँ तर त्यो मेसेज जस्तो मेसेजहरू लास्टमा त्यस्तो मेसेजहरू आएन कि त्यो भएको कारणले गर्दाखेरि साथीहरूलाई यो पनि म हटली एकदम डिपली सजेसन गर्छु तपाईले काम छोडेको हप्ता दिन 10 दिन 15 दिनमा तपाईलाई राम्रो मेसेज तपाईलाई मनपर्ने मेसेज आएको छ भने नछोड्नु होला तपाई सिलेक्सन तपाईलाई सिलेक्ट गर्छ भने जानुहोस् किनकि किन बेकारमा 2 महिना 3 महिना टाइम वेस्ट गर्ने त्यो पनि टाइम वेस्ट भएकै हो पैसै वेस्ट भएको हो बेकारमा अब सेन्टर बस्नु पर्यो यहाँ त्यहाँ गर्नु पर्यो त्यही पनि मलाई त अब अलिक सजिलो थियो अब चर्चको साथीहरू थियो हैन चर्चको धेरैजना साथीहरू चिन्जान थियो त्यो कारणले गर्दाखेरि मलाई त सजिलो भयो तर तपाईहरुलाई त्यस्तै सजिलो हुन्छ भन्ने छैन सेल्टर बस्दाखेरि धेरै गाह्रो हुन्छ सेल्टर फी तिर्नुपर्छ खाना खानुपर्छ खाना महँगो छ कोरियामा त्यही भएर चाहिँ म सजेसन गर्छु पहिलो सजेसन तपाईहरु कम्पनी चेन्ज गर्नुभन्दा अगाडि भाषा राम्रो बनाउनुस् र दोस्रो चाहिँ तपाईले जुन सुरुमा आएको मेसेज छ त्यो मेसेजलाई अब सेन्टरमा बस्यो भने त झन् साथीहरुले हचाको भरमा भनिदिन्छ साथीहरुले यस्तो कम्पनी मैले कतिचोटी हेरेको कति गएर हेरेको यो सबै यो चारिसक्यो कम्पनी राम्रो छैन भन्छ तर होइन तपाई आफू जाने बुझ्ने आफूलाई मन पर्यो भने सिलेक्ट हुने छिर्ने किन 3 महिना टाइम वेस्ट गर्ने 3 महिनामा त 2-2 लाखले कमायो भने 6 लाख कमाइन्छ त्यही भएको कारणले गर्दाखेरि त्यस्तो कुरामा नलाग्नु होला र अर्को कुरा चाहिँ अब मैले भन्नु खोजेको कम्पनी चेन्ज गर्दाखेरि मैले सुरुमा मलाई यो कुरा कसैले भनेन पनि र मैले सोधिन पनि सायद मैले जति कुरा सोधे त्यति मात्रै मैले एन्सर पाएँ र मैले अरु बाँकी सोध्नुपर्छ भन्ने पनि थाहा भएन यो खनगाङ फर्मको सन्दर्भमा चाहिँ पहिला बुझ्नु पर्ने रहेछ है मैले दुईटा कुरा भने अब एउटा कुरा भन्दैछु तेस्रो नम्बर खनगाङ फर्म चाहिँ काम छोडेर बसे पनि खनगाङ फर्म बुझाउनै पर्ने रहेछ है साथी यो मलाई सुरुमा कसैले भनेन पनि र मैले यो अब मैले नसोधेको कारणले गर्दा होला मलाई कसैले जानकारी पनि गराउनु भएन अनि अहिले पछिल्लो समयमा बुझ्दैछु यो पेनाल्टी पर्ने रहेछ के यो नतिरेपछि चाहिँ यसको फाइन तिर्नु पर्ने रहेछ हामीले फलगुम तिर्नु पर्ने रहेछ त्यो जरिमाना समेत तिर्नु पर्ने रहेछ क्या त्यो चाहिँ ढिलो भएको कारणले गर्दाखेरि मलाई त थाहा थिएन नि त अब काम छोडेर बस्दाखेरि तिर्नुपर्छ भन्ने कुरा तर अब जे होस् सुरुमा अब सोधिएन कसैलाई पनि र त्यो बारेमा बुझिएन पनि त्यही भएर त्यो चाहिँ जरिमाना सहित तिर्नुपर्ने रहेछ त्यो चाहिँ होशियारी हुनुपर्ने रहेछ काम छोडेर बसे पनि हामीले खनगाङ फर्म चाहिँ मासिक रूपमा बुझाइरहनै पर्ने रहेछ खनगाङ फर्मको किस्ता चाहिँ त्यही भएको कारणले गर्दा काम गर्नुभन्दा अगाडि राम्रोसँग बुझेर खनगाङ फर्मको कसरी बुझाउने हो कहाँ बुझाउनु पर्ने हो भन्ने कुरा यो बारेमा बुझेर चाहिँ तपाईहरुले काम छोड्नु होला र बुझाउनु होला त्यो काम छोडेर बसेको महिनाको पनि आफैले अफिसमै गएर सामुसिलमै गएर बुझाउन नि सकिन्छ अनलाइनबाट पनि बुझाउन मिल्ने रहेछ गएर बुझाउनु होला भन्न चाहन्छु मैले तीनटा कुरा आज भने तपाईहरुलाई कतिको भिडियो युजफुल हुन्छ यस्तै कोरियाको ताजा अपडेट नयाँ जानकारीहरु तपाईहरुलाई चाहिन्छ भने म फेरि पनि रिक्वेस्ट गर्छु म जीपी लामा मेरो युट्युब च्यानल जीपी लामा 24 त्यहाँनेरि धेरै सेक्टरहरु छ धेरैवटा प्ले ग्रुपहरु छ मेरो युट्युब च्यानलमा त्यो मध्येमा चाहिँ तपाईले ईपीएस कोरियाको प्लेलिस्टमा हेर्नुभयो भने चाहिँ ईपीएस सम्बन्धी कोरिया सम्बन्धी नयाँ अपडेटहरु ताजा अपडेटहरु अनि मैले हाल्ने छु अन्य त्यहाँ अन्य डिपार्टहरु पनि छ त्यहाँनेरि अन्य भिडियोको लागि पनि प्लेलिस्ट छ जुन चाहिँ अब लोकसेवा आयोग सम्बन्धीको अब नासु खरिदार सम्बन्धी अब यो टेक्निकल सम्बन्धी यस्तो विभिन्न भिडियोहरु पनि अरु पनि छ मेरो च्यानलमा तर ईपीएस कोरिया सम्बन्धीको अपडेट भन्ने एउटा प्लेलिस्ट छ त्यसमा गएर हेर्नुभयो भने तपाईले सम्पूर्ण कोरिया सम्बन्धीको नयाँ अपडेटहरु तपाईले पाउन सक्नुहुनेछ र तपाईले टिकटकमा जीपी लामा 24 भनेर सर्च गर्नुभयो भने टिकटकबाट पनि नयाँ अपडेट आउनेछ मेरो र फेसबुकमा पनि जीपी लामा छ यहाँहरुले त्यहाँ पनि सर्च गर्न सक्नुहुन्छ र भन्दै फेरि पनि आजको भिडियो पक्कै पनि यहाँहरुलाई इम्पोर्टेन्ट भयो होला काम लाग्ने भयो होला भन्ने आशा गरेको छु र आगामी दिनमा पनि फेरि यस्तै नयाँ भिडियो लिएर आउने छु त्यसको लागि चाहिँ यहाँहरुले भिडियोलाई लाइक गर्दिनु होला शेयर गर्दिनु होला र तपाई जस्तै समस्यामा परेको साथीहरुको लागि यो भिडियो इम्पोर्टेन्ट हुनेछ भन्दै अब थप हौसलाको लागि लाइक सब्स्क्राइब शेयर गर्दिनु होला तपाईहरुले लाइक सब्स्क्राइब शेयर गर्दिनु भयो र फलो गर्दिनु भयो भने अझ नयाँ भिडियो बनाउनको लागि थप हौसला मिल्नेछ भन्दै आजको यो भिडियोबाट बिदा हुन चाहन्छु बाइ बाइ